ल सबैजनालाई नमस्कार साथीहरू। आजको भिडियोमा पनि तपाईँहरूलाई वेलकम गर्दै आजको भिडियो के हो भन्ने कुराहरू चाहिँ तपाईँले माथिको थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। आजको हाम्रो भिडियोको मेन टपिक भनेको चाहिँ साथीहरू एसई तयारी होइन, हामीले कसरी गर्ने एसई। हाम्रो एसई पनि नजिक आइसक्यो। आजको मेरो भ्युअर्सहरूको टार्गेट भनेको चाहिँ अन्डर एसई है त। एसई जुन चाहिँ एसई दिन जानेहरूको लागि चाहिँ एकदम मैले टार्गेट बनाएर भिडियो चाहिँ बनाएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। लामो भइदिए पनि म्यानेज गरेर यति भिडियो चाहिँ हेरिदिनु होला। धेरै तपाईँहरूको जीवनमा हेल्प हुनेछ है त। ल अब हामी विषयतिर छिरौँ। कसरी एसईलाई हामी गुणस्तर बनाउने अथवा कसरी तयार गर्ने है त। हामीसँग टाइम पनि धेरै छैन, मात्र 2 दिन बाँकी चाहिँ। एक दिन चाहिँ तपाईँले मजाले जतिले भेटाउनुहुन्छ उहाँहरूलाई त धेरै हेल्पफुल नै हुन्छ यो भिडियो। भेटाउनुहुन्न भने पनि भेटाउनेले सेयर गरिदिनु है त। सेयर गरिदियो भने यो भिडियो तपाईँहरूको लागि एकदमै अति उत्तम चाहिँ हुनेछ भन्ने चाहिँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु है त। ल भिडियो सुरु गरौँ। अब धेरै गन्थन नगरी आजको भिडियोतिर लागौँ। भनेको हाम्रो एसईको तयारी कसरी गर्ने, छोटो समयमा एसईको तयारी। अब हामीले एसईमा चाहिँ सबैभन्दा सुरुमा चाहिँ के जान्नुपर्छ भन्दा कुन विषय कहिले छ होइन, कुन विषय कहिले छ भन्ने कुराहरू जान्नुपर्छ है त। अब हामीले अबको समय भनेको छोटो समयमा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ। त्यस कारणले तपाईँहरूले जति सक्दो मेहनत गर्नु होला। तपाईँहरू नसुत्नु होला होइन। भन्नुको मतलब चाहिँ तपाईँ पढेको नगर्नु होला। किन भन्दा तपाईँ यदि मेहनत गर्ने मान्छे भए तपाईँहरू पक्कै पनि पहिल्यैदेखि मेहनत गर्नुहुन्थ्यो र तपाईँलाई यो खालको भिडियो आवश्यक पर्ने थिएन। तर जसले यो भिडियो क्लिक गर्नुभएको छ उहाँहरूलाई पक्का पनि तयारी गर्नु भएको छैन। त्यही भएर मेरो भिडियोलाई तपाईँहरूले क्लिक गर्नुभएको छ, हो कि होइन। यति कुरा चाहिँ म तपाईँलाई जानकारी गराएँ है त। तपाईँहरूलाई थाहा थियो कि थिएन। ल अनि हामीले अब थाहा हुनुपर्छ विषय कुन हुन्छ भनेर होइन। अनि त्यो विषयलाई हामीले कसरी तयारी गर्ने। जस्तै सुरुको दिनमा प्रायः इङ्ग्लिस हुन्छ होइन। हो अब हामीले इङ्ग्लिसको के गर्ने। म सबैलाई एउटा कमन हुने कुरा, सबै सब्जेक्टलाई कमन हुने कुरा चाहिँ एउटा म भने। सबै सब्जेक्टको तपाईँहरूले 4 वर्षको डिटेल्स निकाल्नुहोस्। जस्तै 4 वर्षको एसईको सबै मोडल क्वेसनहरू तपाईँले पाउन सक्नुहुन्छ होइन। अब तपाईँले पहिलाको जस्तो जमानामै मलाई राख्दैन, मलाई त्यो क्वेसन दिएन भन्ने जमाना गए। अहिले भनेको हाम्रो डिजिटल युग हो होइन। अब हामीले अहिले जे पनि हामीले अहिले फोनमै भेट्न, देख्न, सुन्न सक्छौँ है त। जस्तै तपाईँले युट्युबमै सर्च गर्नुभयो भने पनि तपाईँको जस्तै आजभन्दा 4 वर्ष पछाडिका कुराहरू सबै आउँछन् होइन। अनि तपाईँले यदि गुगलमै खोज्नुभयो भने पनि गुगलले पनि तपाईँलाई देखाइदिन्छ। ती कुराहरूलाई चाहिँ तपाईँले डाउनलोड गर्नुहोस्, टिप्नुहोस्, नोट गर्नुहोस्, मेहनत गर्नुहोस्। अब धेरै छैन समय। तपाईँहरूको 10 वर्षको मेहनतलाई चाहिँ तपाईँहरूले खेरा फाल्ने कि 10 वर्षको मेहनत चाहिँ तपाईँले पाउने भन्ने कुरा चाहिँ यसमा भर पर्छ है त। कस्तो तरिकाले तपाईँले तयारी गर्नुहुन्छ त्यसमा भर पर्छ। त्यही भएर अब म भन्दैछु 4 वर्षको चाहिँ तपाईँले क्वेसनहरू चाहिँ भेला पार्नुहोस् होइन। जसमा जुन सब्जेक्टको भयो सबै सब्जेक्टको पार्नु पर्यो तपाईँले भेला। 1 घन्टा लाएर, 2 घन्टा लाएर, 3 घन्टा लाएर, बढी नलाउनुहोस्, 3 घन्टासम्म लाउनुहोस्। जस्तै गणित भयो, सामाजिक भयो, विज्ञान भयो, नेपाली भयो, अङ्ग्रेजी भयो, कति हुन्छन् तपाईँको पढाइ होइन। जस्तै मैले यो सबै सब्जेक्ट अब जस्तै हुन्छ नि, कोही मान्छेले चाहिँ अप्सनल म्याथ लिएको होला होइन 9देखि, कोही मान्छेले चाहिँ अब एग्रिकल्चर लिएको होला, प्लान्ट साइन्स लिएको होला होइन। उनीहरूको लागि के हुन्छ अब सबै चाहिँ 4 वर्ष अगाडिको कुराहरू चाहिँ नेटमा छन्, प्रशस्तै छन्। तपाईँहरूले भेट्न सक्नुहुन्छ त्यो कुरालाई। तपाईँले ल्याउने सुरुमा अनि त्यो कुरालाई चाहिँ अब के गर्ने भन्दा क्वेसनहरू हेर्ने, 4 वर्षको हेर्ने होइन, पोहोरदेखि बाँकी 3 वर्षको हेर्ने होइन। क्वेसन मिलिरहेको छन् भने ठिक छ, त्यो कुरा सम्झिनु सजिलो भयो। 25-26वटा क्वेसनमा 5-6वटा क्वेसन चाहिँ मिल्छन् होइन। झन् इङ्ग्लिस र नेपालीमा त मिल्ने चान्स धेरै नै हुन्छ। किन भन्दा सेम तपाईँले त्यो सिमिलर दिन्छ क्या, तपाईँको प्याटर्न सिमिलर हुन्छ होइन। त्यहाँ अलिकति फरक के हुन्छ भन्दा त्यहाँ सब्जेक्ट फरक होला, विषय फरक हुन्छ होइन। अनि भन्नु खोजेको चाहिँ मैले जस्तै तपाईँको पोहोर चाहिँ एउटा श्याम भन्नेको कथा दिएको थियो, श्याम भन्ने विषयको कथा दिएको थियो भने अहिले हरि भन्ने विषयको कथा आउला। त्यो विषय फरक भन्नु खोजेको मैले होइन, नेपाली र अङ्ग्रेजीमा। जस्तै हाम्रो
पढेर एन्सर दिने हुन्छ नि, हो यो कुराहरू सेम हुन्छ। हाम्रो व्याकरण त ग्रामर त हामीलाई आउनु परि नै हो। ग्रामरमा त तपाईँको मिल्यो भने 100 नम्बर आउँछ, त्यो काट्ने मार्क्स हुँदैन। त्यही भएर ग्रामर तपाईँले मजाले बुझ्नु पऱ्यो। इङ्ग्लिस र नेपालीमा तपाईँको मार्क्स कतै कटिँदैन। त्यति बुझ्नुभयो भने तपाईँले लङ क्वेसन एन्सरहरू चाहिँ तपाईँको पुरानो जुन मैले 4 वर्षको जति कलेक्सन गर्नु भने नि क्वेसन, त्यो क्वेसनभित्र के भनेको छ त्यसलाई पानी बनाउनुहोस्। यदि किताब फेरिएको छैन भने, किताब फेरिएको छ भने तपाईँले त्यो गरेर फेरि कामै लाग्दैन। मात्र ग्रामरहरू चाहिँ काम लाग्न सक्छ। ग्रामर अन्तिममा दिएको हुन्छ नेपाली इङ्ग्लिसको, त्यो काम लाग्न सक्छ। तर किताब फेरियो भने तपाईँको काम लाग्दैन क्वेसन। त्यो पनि बुझ्नु होला, त्यो पनि ध्यान दिनु होला है त साथीहरू। त्यही भएर तपाईँहरूले क्वेसन हेर्ने, बुक सेम छ, फेरिएको 4 वर्षसम्म फेरिएको छैन भने, बुक सेम छ भने तपाईँहरूलाई अति सजिलो हुन्छ। त्यो लङ क्वेसन, सर्ट क्वेसन चाहिँ तपाईँले कन्डक्ट पारेरै जानुपर्ने हुन्छ। कुन च्याप्टरबाट कति नम्बरको कस्तो आएको छ भन्ने कुरा चाहिँ तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। त्यति गर्नुभयो भने तपाईँले इङ्ग्लिस र नेपालीमा पास नहुने कुरै छैन हैन। मेन ग्रामरलाई फोकस, अनि कुन प्याटर्नबाट आएको छ त्यो सेन्टेन्स पढेर क्वेसन एन्सर दिने, त्यो मेन जरुरत छ। त्यसमा 9-10 नम्बर, 8-9-10 नम्बर कति दिला त्यो आफ्नो ठाउँमा छ हैन। त्यही भएर ती क्वेसनहरू तपाईँहरूले जतिसक्दो खोज्नु होला है त। अनि तपाईँलाई अब यदि अरू क्वेसनहरू चाहिन्छ सुरुको, अब इङ्ग्लिस त भएन, अरू क्वेसन चाहिन्छ भने यो भिडियोको मुनि कमेन्ट गर्नु होला, म पनि तपाईँहरूलाई सहयोग गर्छु है त। तपाईँहरूलाई मैले क्वेसनहरू ल्याइदिएर हुन्छ कि के गरेर हुन्छ, म तपाईँहरूलाई सहयोग गर्न सक्छु। अनि यसै गरिरह्यो अब हाम्रो अर्कोतिर जाउँ, जस्तै हाम्रो गणितहरूको, यो विज्ञानहरूको हैन, यी कुराहरूको पनि तपाईँले यस्तै गरी क्वेसनहरू ल्याउनुहोस् अनि प्र्याक्टिस गर्नुहोस्। सिमिलर क्वेसन छन् भने एकदमै ठिक छ, त्यो कुरालाई दोहोऱ्याउनुहोस् अझै, अनि देखेर जानुहोस्। यो भयो पहिलो नम्बर। अब हामीले दोस्रो नम्बरमा चाहिँ कसरी एसईलाई तयारी गर्न सक्छौँ त राम्रो भन्ने कुरा। तपाईँहरू डराउनु भएन, एसई दिने जाने बेलामा डराउनु भएन। अनि मैले अब सुरुमा भन्नुपर्ने कुरा हो, यदि बिचमा भने है त, कस्तो भन्दा तपाईँले आवश्यक कुराहरू चाहिँ लानु बिर्सिनु भएन एक्जाम हलमा। जस्तै तपाईँको प्रवेश पत्र भयो, डट पेन भयो, अब के इरेजर, सार्पनर, पेन्सिल चाहिन्छ भने त्यो पनि लानुहोस्। मेन कुरा स्केल लानुहोस्। र तपाईँले लानु नहुने कुराहरू पनि ध्यान दिनु है त, यो कुरा पनि अति आवश्यक छ। जस्तै मोबाइल भयो हैन, क्यालकुलेटर त लानु पाइन्छ, तर त्यो गणितको बेला पाइन्छ, अरू बेला लगियो भने शङ्खाको कुरा हुन्छ त्यहाँ हैन। अनि क्यालकुलेटर लान पाइयो, मोबाइल लान पाइएन, चिट लान पाइएन है। अब तपाईँ सक्नुहुन्छ म चिट जोड्छु हैन भन्ने हो भने त अब त्यो तपाईँको हातमा छ, कति चिट जोड्ने, के जोड्ने, कसरी जोड्ने भन्ने कुरा त तपाईँको हातमा छ। तर प्रवेश निषेध भएका कुराहरू चाहिँ तपाईँले नलाँदाखेरि राम्रो भन्ने कुरा हो मेरो चाहिँ हैन। नलानु, किन लानु हैन। जतिसक्दो यो मैले गरेको कुराहरू चाहिँ गर्नु, 4-5 वर्षको क्वेसन लिने, पढ्ने। अनि अर्को भनेको मेन टपिकहरू हैन, जस्तै परीक्षामा दोहोरिरहेको छ, वार्षिक परीक्षा, त्रैमासिक परीक्षा, यिनीहरू परीक्षाहरूमा दोहोरिरहेको छ भने त्यो क्वेसनहरूलाई पनि तपाईँले टिप्नुपर्ने हुन्छ हैन, ख्याल गर्नुपर्ने हुन्छ त्यो क्वेसनलाई पनि। यति ख्याल गर्यो भने तपाईँको बाँकी एक्जाम राम्रो हुन्छ हैन। म चाहिँ यति भन्छु, तपाईँको बाँकी एक्जाम राम्रो हुन्छ। तपाईँहरूले एकदमै मेहनत गर्नुपर्ने हुन्छ। तपाईँको 1 हप्ता, 1.5 हप्ता, 2 हप्ता तपाईँले रात दिन मेहनत गर्दाखेरि तपाईँको जिन्दगी बनिन्छ भने किन नगर्ने। तपाईँ 1 वर्ष पढेर लस गर्नुभयो, मानिलिउँ 1 वर्ष पढेको कामै लागेन हैन, सम्झि नै सक्नु भएन, तर 1 हप्ता 2 हप्ता मेहनत गरेर चाहिँ 1 वर्षलाई पनि टप्न सक्नुहुन्छ भने किन नगर्ने। नसुत्नुहोस्। यसको मतलब तपाईँहरू धेरै स्ट्रेस लिएर नपढ्नुहोस् कि ठिक्क माइन्डलाई फ्रेस गर्दै हैन, गीतहरू सुन्दै एकछिन बाहिर रिल्याक्स गर्दै पढ्नुहोस्। तर तपाईँहरू स्टुडेन्टहरू अब पक्कै पनि सेन्टर त फरक फरक ठाउँमा हुन्छ, त्यस भएको कारणले चाहिँ तपाईँहरूलाई हो हल्ला गर्ने, मिन्ने, खाने, डुल्ने, देखावटी कुराहरू गर्ने, देखाउनेहरूलाई ह्यान्डसम बन्ने, यो कुराहरू चाहिँ गर्नुभयो भने तपाईँहरूलाई एक्जाममा डिस्टर्ब हुन्छ। र त साथीहरू, आजको छोटो मिठो मेरो एसई तयारी भिडियो आजको लागि यति नै। कृपया भिडियोलाई राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, भिडियो राम्रो लागेमा लाइक गर्न नबिर्सिनु होला, साथीभाइ बीच सेयर गर्न नबिर्सिनु होला, र एउटा कमेन्ट कस्तो खालको भिडियो चाहियो त्यो कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजको यस भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु।